नमस्कार साथीहरू, सम्पूर्णमा स्वागत छ चितवन बिसी युट्युब च्यानलमा। आज पनि म तपाईहरुको माझमा नयाँ भिडियो लिएर आइसकेको छु। यो भिडियोलाई अन्तिमसम्म हेर्न नभुल्नुहोला। आज चाहिँ म एकदमै फरक किसिमको भिडियो गराउन गइरहेको छु। मेरो पछाडिको ब्याकग्राउन्ड हेरेर पनि थाहा पाउन सक्नु भएको होला तपाईहरुले। आज चाहिँ म सल्यानको कब्रकोट गाउँपालिकामा आइसकेको छु भ्लग बनाउन भनेर हैन। भ्लग सँगै म तपाईहरुको माझमा यहाँका विभिन्न डाँडा पाखाहरू देखाउने छु। यहाँका सुन्दर सुन्दर डाँडा पाखाहरू हैन, गाउँ घरहरू तपाईलाई यो भिडियो मार्फत उपस्थित गराउने छु भन्दछु हैन। साथीहरू, तपाईले देखिरहनु भएको होला यो हैन पहाडहरू, यहाँको बाटो हैन। म चाहिँ तपाईलाई पुरा भ्लग देखाउने छु। बाटो चाहिँ एकदमै खतम रहेछ साथीहरू। तपाईहरुले हेरिराख्नु भएको होला। यता माथि यत्रो पहाड छ गाइजहरु हैन। देख्न सक्नुहुन्छ यहाँ चाहिँ यस्तो छ। हेलो साथीहरू, तपाईले देखिरहनु भएको होला हैन। यहाँ चाहिँ एकदमै जङ्गल रहेछ। यो बाटो चाहिँ एकदमै भिरको रहेछ। तर यो चाहिँ एकदमै ठुलो पहाड छ, भिर छ हैन। तपाईहरुले देखिरहनु भएको होला यो बाटो चाहिँ। यतातिर चाहिँ यस्तो रहेछ। म चाहिँ उता पारीबाट आएको हो है साथीहरू। साथीहरू, यता चाहिँ बाटोको हालत यस्तो रहेछ हैन। देख्नु भयो कि होला तपाईहरुले। साथीहरू, म चाहिँ यहाँ माथि आइसकेको छु। यो पहाड, यो जुन तपाईले देखिरहनु भएको छ हैन, यो बाटो जुन यो टप 10 ठाउँमा छु म अहिले चाहिँ। टप 10 ठाउँबाट मैले हजुरहरूको माझमा भिडियो उपस्थित गराइरहेको छु। भिडियोलाई एकदमै स्क्रिप नगरी हेरिदिनु होला। त्यसै गरी म चाहिँ अझै नयाँ नयाँ कुराहरू देखाउने छु। यो गाउँ हैन, यो पहाड, सुन्दर दृश्य। यहाँ चाहिँ यस्तो छ साथीहरू। यो ठाउँ तपाईले चिन्नुभयो कि भएन हैन। यदि नचिनेको भए चिनेको छैन भनेर कमेन्ट गरिदिनु होला। यदि चिन्नु भएको छ भने ठाउँको नाम लेखिदिनु होला। साथीहरू, म चाहिँ अब बाटो क्रस गर्न लागेको छु। म चाहिँ सर्कल बाटोतिर जाँदैछु हैन। उता माथितिर चाहिँ यस्तो पहाड रहेको छ। म पहाडको बीचमा छु। तपाईहरुले देख्न सक्नुहुनेछ हैन साथीहरू। म चाहिँ अहिले पहाडको यो डाँडैमा हिँड्दैछु है। जसरी यो पहाड चकमक्क हैन हरियाली छ, त्यसै गरी नै मेरो मन पनि एकदमै हरियाली जस्तो भइरहेको छ हैन। हेलो गाइजहरु, यहाँ चाहिँ फूल फुलेको रहेछ हैन।
साथीहरू म चाहिँ यहाँ माथिसम्म आइपुगेको छु होइन। अब चाहिँ म अलिकति तलनिर झर्दैछु। यतातिर चाहिँ हाम्रा गुरुहरू रहेछन्। गुरु तपाईँलाई देखाउँदैछु यी गुरुहरू। त्यसै गरी म हिँड्नुपर्ने बाटो चाहिँ यो एकदमै मुस्किल छ, एकदमै गाह्रो छ। पहाडको बाटो र साथीहरू यस्तो पहाड छ, अलिकति खुट्टा चिप्ल्यो कि लड्यो भन्ने सम्झ्यो मान्छे होइन। त्यही त हो नि त पहाडको बाटो, गाह्रो छ हजुर हिँड्नलाई। गाइजहरू म चाहिँ होइन यतातिर चाहिँ मकै एकदमै खतरा भएको रहेछन्, देख्न सक्नुहुनेछ। म चाहिँ एउटा किन बिस्तारै बोल्यो भनेर तपाईँलाई जिज्ञासा लाग्नुपर्छ, तपाईँलाई जिज्ञासा लाग्नु पनि स्वाभाविक नै हो। म चाहिँ गाउँको बिचमा छु। गाउँको बिचमा कराएपछि चाहिँ अब बोला आयो भन्छन् होला, त्यही भएर बिस्तारै बोलिरहेको छु होइन। तर कुनै व्यक्ति भेटेपछि चाहिँ म एकदमै कराएर बोल्नेछु।